नमस्ते, म लोकेन्द्र सामल। आज चाहिँ म यहाँ ठ्याक्कै यो छ नि, यो भनेको ट्राभलको चाहिँ ऊ हो, यातायातको हो होइन। म तपाईँहरूलाई यो महत्त्वपूर्ण जानकारी दिन्छु भने यसमा चाहिँ के यहाँ तपाईँहरूले कति एक्स्ट्रा चार्जहरू कति के तिर्नुपर्छ म भन्छु। तपाईँहरूले फर्महरू घरबाटै अनलाइन भरेर आउनु होला। सक्नुहुन्न भने साथीभाइहरू मार्फत यताउति गरेर भरेर आउनु होला। दोस्रो कुरा चाहिँ यसमा के छ भने आइसकेपछि नि तपाईँहरूले यहाँ क्यास लिएर आउनु होला है त। केही पनि काम गर्नु छ भने अनलाइन पेमेन्ट गर्न आउनु होला। तपाईँले यहाँ ब्याङ्कहरू एटिएमहरू कुनै पनि केही पनि छैन क्या यहाँ। फेरि त्यो तपाईँहरूले आफै फेरि त्यहाँ भित्रबाट दिने हो भने 1500को तपाईँको 75 देखि 100 रुपियाँ लिन्छ, एक्स्ट्रा 100 रुपियाँ लिन्छ क्या। यस्तो एउटा यो छ। दोस्रो कुरा त्यो लाइसेन्सहरू छ नि, लाइसेन्सहरू तपाईँहरू लाइसेन्समा नाम निकाल्नु भएन अनि पैसा तिरेर चाहिँ तपाईँहरू निकाल्दै हुनुहुन्छ भने यो नगर्नु होला है गल्ती। किनकि अस्तिको साल 30,000 लाइसेन्सहरू खारिज गरिदिएको थियो नि। अहिले त पुरा सीसीटीभी रेकर्ड भन्छ, अर्को भन्छ, सबै कुराहरू राखेको हुन्छ। तपाईँहरू यो ख्याल गर्नु होला है। कोही आउँदै हुनुहुन्छ त्यो चाहिँ पैसा पे गरेर तपाईँहरूले यहाँ दलालहरूलाई भेटेर यहाँ टन्नै दलालहरू भेट्छ। यहाँ क्यासहरू लिएर आउनु होला। आफै सबै कामहरू यो राम्ररी गर्नु होला भन्न चाहन्छु है त। थ्याङ्क यू। र आफ्ना साथीभाइ